व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन्। त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। अब यहाँ यत्रो विपद भइराखेको छ, अप्ठ्यारो परेको छ, नेपालीहरू संसार रोइरहेको छ, तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, लासलाई सम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन्, त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ, जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारबाही गर्ने। व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन्, त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। अब यहाँ यत्रो विपद भइराखेको छ, अप्ठ्यारो परेको छ, नेपालीहरू संसार रोइरहेको छ, तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ, लासलाई सम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन्, त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारबाही गर्ने। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ, जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारबाही गर्ने।